नेपालमा लाइक उयो आयो त पहिला 52 मा खर्केलुले बाल्ने हैन होइन होइन पहिला आफूले बाल्दा हुन्छ कि अनि के बनाए यिनीहरूले 52 हो भन्नु न 5 र 2 52 52 होइन यिनीहरूले जानेनन् यता पो त म कहाँ 52 को जस्तो लाग्छु र होइन म हेर्दा 52 को जस्तो छु 25 कै हो 5 र 2 25 को 5 र 2 25 25 हुनु पर्यो हैन 5 र 2 25 यिनीहरूले लेख्न जानेन नै मेरो बर्थडे म मान्छे चाहिँ 25 हुँ मुआ घोच्छ यसले सिधा घोच्छ यो लाइटरले बसेको छ के अलिक ल हौ यो त आउन दे ह्यापी बर्थडे छोटो छोटो भिडियो बनाउने काठहरू पुस गरेर कि लामो भयो भने फेरि जाँदैन बनाउनु पर्थ्यो यिनीहरूले जान्दैन 5 र 2 25 नै हो ढुक्क हुनु 5 र 2 25 नै हुन्छ अहिले हुन्छ 25 बाख्रा चलाउन गयो 25 वर्षको मान्छेलाई 52 भन्छन् कोही अनि होइन पढ्ने बेलामा मवाद आउँदाखेरि सेतै साइला घरतिर माथि पढ्ने आमा मामा 25 नै हैन त 25 वर्ष पुग्यो म कति वर्ष पुगे 25 25 हो लो 52 पुग्या छैन 25 हो 25 वर्षको भयो मम्मी यो 30 35 साले 7 गते वैशाखले कति हुन्छ 31 साल 7 गते वैशाखको हुँदो रहेछ भनेपछि 25 वर्ष पुग्यो ल आउनु आमाले तपाईले मलाई जन्मदिन थोरै मुखमा मात्रै थोरै मुखमा यसो लाग्यो ननिल्नु त तलै जानु न असर गर्नेले खानु हुँदैन नखानु लु लु भयो लु यो मलाई खुवाइदिनु न खाइदिनु मामाले लु मलाई अलिक चाहिन्छ होइन लु आमा मन खान्न धेरै है सबैले पालो पुर्याउनु पर्यो छोरालाई मात्रै खुवाउने म चाहिँ खानु कि तिमीलाई खुवाउनु पहिले अब चाहिँ खुवाउँछु अनि मात्रै खान्छु कुरो चाहिँ त्यसो हो नि मैले त खुवाइन त यसलाई अब यसो खुवाउनु अब चाहिँ खुवाउँछु ल 52 पुगेकोमा धेरै धेरै शुभकामना 51 पुगेर 52 होला तर उमेर त यसो हेर्दा त त्यस्तो छैन यिनीहरूले त होइन जुबियातिर हुन्छ 52 वर्षको उमेरमा पनि भर्खरकै छु 52 जन्मोत्सव त्यो अब कसलाई के गर्नु पर्यो खुवाउनु पर्यो हो एकपटेर खुवाउनु म एकपटेर खान्छु नि त मलाई चाहिँ तपाईँ मिठोको मलाई चाहिँ अलि मिठो त चाहिँ यता बलियो त अनि माइतीहरूलाई खाइदिनु न अब ए माइजहरूलाई नि मम्मीदेखि तैँले खुवाउने होइन हो त मैले ए अरू अलिअलि त्यहाँ यहाँ लाग्यो जुठो चाहिँ नपरोस् है त्यो माइतीलाई माया गर्नु हुँदो रहेछ धेरै आउँदैछ गाला
यो अब बुढेसकाल सबै आएछ आशीर्वाद छ दादा कहिले पनि हामीले पढेर मुख देख्नु नपरोस् है जहिले हाँसेर खुसेर हिँड्नु परोस् सारा रोग कष्ट हराउनु खुसी रहनु सुखी रहनु दादा है त धेरै वर्ष पछाडि बर्थडे मान्न पाइयो खर्च ठुलो त्यो हुने कुरा होइन त भेटघाट एउटा खुसियाली नै यही राम्रो कुरा हो सम्पूर्ण त्यो खुसी तपाईँले पहिला भनिदिनु पर्यो धेरै शुभकामना मेरो मामालाई होइन अब अझै कति भन्छ 100 वर्षसम्म यस्तै यो भर्खरको होइन एक हुन्छ नि अब त्यो हुनु पाइयोस् यो चाहिँ फेरि यहाँ मैले सुन्दाएर मेरो भन्यो भने त्यसले पैसा तिर्दिनँ त्यो भएर मैले यो चाहिँ सुन्दाएर मेरो है फेरि यो फोटो चाहिँ फेरि मलाई पैसा दिन तिर्छ सधैँ सधैँ सुख शान्ति समृद्धि होस् बिहे खान पर्ने थियो यसै पालि म आएको बेला खोइ भान्जा भान्जीको बिहे थोरै मात्रै खाएको मैले धेरै छुटेका छौँ ह्याप्पी बर्थडे टु यु छोरी थ्याङ्क यू अघिको गाम छ कहाँ छ बाहिर ल मामा सानो मामा म पछिको सानो मामा अब थ्याङ्क यू हान्जा बाबु कहाँ हात हल्लाएको मुख चाहिँ अलिक ठुलो आमा नातिलाई हाम्रो नाति ल सधैँ सुखी खुसी आनन्द हुने निरोगी रहने धेरै पढ्ने मम्मीलाई सुख शान्ति दिने है थ्याङ्क यू बाबा हजुर हस् थ्याङ्क यू थोरै अब भयो ल सबैजनालाई बाई बाई थ्याङ्क यू सबैजना दिदीबहिनी फेरि पनि यसरी बर्थडे मनाउन पाइयोस् राम्रो होस् सुख शान्ति होस् के हाँसी खुसी रहनु परोस् हाम्रो परिवार हाम्रो सबैमा कहिले पनि नराम्रो नहोस् हामी हाँसी खुसी तिम्रो तिनजना भाइ बुहारी तिनजना कहिले पनि नराम्रो भएर हिँडेको देख्नु कहिले नपरोस् राम्रोसँग मिलजुल भएर हिँडेको देख्नु परोस् बर्थडेले यसलाई पनि सहयोग गरौँ बर्थडेले आशीर्वाद सदा सर्वदा आशीर्वाद सदा सर्वदा सुमिता र सुमिता सुन्दा दुईजना मिलेर सिस्टर यसले कस्तो मुख पनि नुन्चे पारेछ हौ यी चारजना दिदीबहिनीको चाहिँ राम्रो बनाएर